पुरुषोत्तम महिनाको 5औं, 6औं, 7औं अध्यायका सारांशहरूलाई लिएर पुनश्च हजुरहरूको समक्षमा उपस्थित भएको छु। जय श्री राधे। नारायण भगवानले 5औं अध्यायमा व्रतको विधि बताउनु भएको छ। व्रतको सङ्कल्प गर्ने पहिले सुरु पुरुषोत्तम मासी प्राप्ते स्नात्वा नियममाचरेत् अहम करिष्ये गोविन्द व्रतम ते पुरुषोत्तम। अर्थात् पुरुषोत्तम भगवानको महिना प्राप्त भए पछाडि स्नान गरेर नियम धारण गर्नुपर्छ र हे गोविन्द, हे पुरुषोत्तम, म तपाईँको व्रत गर्दैछु भनिकन सङ्कल्प गर्ने। ब्राह्म मुहुर्तमै उठेर स्नान गर्ने। ब्राह्मे मुहुर्ते चोत्थाय स्नायाय तीर्थजले नरः असम्भवेतु गङ्गेति स्मृत्वा स्नानं समाचरेत्। ब्रह्म मुहुर्तमा उठेर तीर्थको जलमा स्नान गर्नुपर्दछ। तीर्थ नभए पनि गङ्गे गङ्गे भनिकन गङ्गा मैयाको नाम स्मरण गरेर स्नान गर्नुपर्दछ। नियमहरूमा चाहिँ ब्रह्मचर्यम, क्षमा, सत्यम, हिंसा, दानमेव च, दीपदानम, जपो ध्यानम, स्वाध्यायो अर्चनमेव च। अर्थात् ब्रह्मचर्य, क्षमा, सत्य बोल्ने, अहिंसा, दान, दीपदान, जप, ध्यान, स्वाध्याय र भगवानको अर्चना गर्नुपर्दछ। अब के खानुहुन्छ, के खानु हुँदैन त पुरुषोत्तम महिनाको व्रतमा भन्दाखेरि हविष्यान्नम फलम मूलम पयो दधि घृतम मधु गोधूमम सालयो मुद्गा यवाश्चैव प्रशस्यते। हविष्यान्न फल, कन्दमूल, दूध, दही, घिउ, मह, गहुँ, धानको चामल, मुङको दाल र जौ चाहिँ प्रशस्त मात्रामा खान हुन्छ। अब के खानु हुँदैन, निषिद्ध आहारमा के छ त भन्दाखेरि मांसम, मत्स्यम, मसूरम च, चणकम, कोद्रवम तथा मासम च, नालिकाम चैव तैलपक्वम च वर्जयेत। जुन आमिष पदार्थ त जुन हामीको सनातन धर्ममा निषिद्ध नै गरिएको छ, यो त अब खानै नहुने भयो। मुसुरी दाल पनि चल्दैन भनिन्छ। चना, कोदो, मासको दाललाई पनि निषिद्ध नै गरेको रहेछ। लौका र तेलमा तारेका खानेकुराहरूलाई चाहिँ वर्जित गर्नु भन्दछ। पुरुषोत्तम महिनामा चाहिँ के छ त भन्दाखेरि भूमिसाई जितक्रोध एक भक्तो जितेन्द्रिय मासमेकम नयत कालम पुरुषोत्तम पूजक। जसले पुरुषोत्तम भगवानको विधिपूर्वक व्रत गर्नेले चाहिँ व्रतीले चाहिँ सक्दाखेरि 1 महिनासम्म भूमिमा शयन गर्ने, क्रोधलाई जित्ने, दिनमा एकपल्ट मात्रै भोजन गर्ने र इन्द्रियलाई जितेर बिताउनु पर्दछ। यस महिनामा दीपदानको ठुलो महिमा छ। पुरुषोत्तम भगवानको महिनामा घृतेन दीपकम दद्यात् देवदेवस्य चक्रणः सर्वपाप निर्मुक्तो विष्णु लोकप्स गच्छति। चक्रधारी भगवानलाई घिउको दीपदान गर्नाले मनुष्यहरू सबै पापबाट मुक्त भएर विष्णु लोकमा जाने गर्दछन्। र यसको कथा श्रवणको पनि ठुलो महिमा छ। यस शृणोति नरा भक्त्या महात्म्यम पुरुषोत्तमे सर्वतीर्थफलम प्राप्य विष्णु सायुज्यम आप्नुयात्। जो मानिसले भक्तिपूर्वक पुरुषोत्तम भगवानको महिनाको व्रतको महात्म्य कथाहरू श्रवण गर्दछ भने उसले सम्पूर्ण तीर्थहरूमा गएर स्नान गरे बराबरको फल प्राप्त भएर अन्तिममा भगवानको गोलोक धाम प्राप्ति हुने गर्दछ।